नमस्ते सम्पूर्णमा म यतिखेर ग्रिसको एथेन्सबाट छु र इनबक्समा धेरै मेसेज आएको भएर गर्दा चाहिँ फेरि पनि म यो भिडियोहरू बनाउँदैछु जुन अब नेपालबाट ग्रिस आउँदै हुनुहुन्छ उहाँहरूले चाहिँ अब मेसेज तपाईँ फर्काउनु हुँदैन यान त्यान धेरै गुनास पाउनु भएको छ त्यसकारण म यो भिडियो बनाउँदैछु सकेसम्म यो भिडियोलाई पनि अब धेरैभन्दा धेरै सेयर गरिदिनु होला किन भनेपछि आफूले थाहा भएको कुरो हुन्छ त्यसरी सेयर गर्नु राम्रो कुरो पनि हो त्यसकारण चाहिँ अब म आफूले जाने कुराहरू चाहिँ बोलिदिरहेको हुन्छ कृपया सबैजना सेयर गरिदिनु होला हैन मलाई अहिले चाहिँ ग्रिसमा फेरि नेपालबाट आउने भनेको एउटा सिजनल भिजामा चाहिँ एकदमै चर्को मान्छे आइरहेको छ हैन हामीले देखिरहेको पनि छौं र उहाँहरूको कन्डिसन पनि कस्तो हुन्छ ग्रिसमा सिजनल भिजा आइसकेपछि उहाँहरूको कन्डिसन भनेको के हुन्छ त्यो पनि हामीले आफ्नै आँखाले देखिरहेका हुन्छौं हैन त्यस सम्बन्धी पनि म भिडियो बनाउँछु र मेन कुरो चाहिँ एकजना अब दाइले चाहिँ भाइ म सिजनल भिजामा आउँदैछु टिआरसी बन्छ भनेको छ के छ कस्तो छ भनेर मलाई सोधिरहनु भएको थियो इनबक्समा म भिडियो बनाउँदैछु हैन खास गरी चाहिँ सिजनल मिन्स सिजनल क्या त्यो हामीले ओभरथिङ नै गर्नु पर्दैन सिजनल भनेपछि सकियो सिजनल नै हुन्छ हैन कति महिनाको दिएको छ 6 देखि अथवा 9 महिनाको त्यस्तै नै हुन्छ अब टिआरसी भनेपछि चाहिँ तपाईको अब एकाध मान्छेको बनेको पनि देखेको छु हैन र ज्यादा जरमा भन्छ धेरै जसो मान्छेको चाहिँ मैले छैन टिआरसी जिआरसी केही पनि बनेको चाहिँ देखेको छुइनँ उहाँहरू पनि आएर इलिगल नै हाम जस्तै इलिगल भएर काम गरिरहनु भएको छ हैन त्यसकारण सिजनलमा चाहिँ 100% स्योर चाहिँ हुँदैन कि यो जिआरसी टिआरसी बन्छ नै भनेर चाहिँ है त्यो 50-50 पनि भन्न मिल्दैन अधिकांश झुकेर चाहिँ तपाईको टिआरसी ल कसैले बनाइदिएछ साउल राम्रो परेर बनाइदिएछ भने त्यो चाहिँ तपाई लकी नै फिल गर्नुपर्ने हुन्छ र अर्को कुरो भन्दाखेरिमा चाहिँ अनि त्यसै म त सिजनल भिजामा आएर त्यहाँबाट वर्क परमिट झिकेर पोल्यान्ड स्पेन जान मिल्छ कि मिल्दैन दाइ यताबाट चाहिँ हाम्रो मेन पावर अथवा एजेन्टले चाहिँ मिल्छ भन्ने कुरा गरिरहनु भयो भन्ने सोधिरहनु भएको थियो यो सम्बन्धी पनि मलाई जानेको कुरा मात्रै म एड गरे हैन खास गरी तपाई सिजनल भिजामा आएपछि तपाई चाहिँ यही कन्ट्रीमा मात्रै हो के सीमित सिजनल बुझ्नु भएन खास गरी त तपाईको यही कन्ट्रीको पनि अब आइल्यान्ड भनेपछि आइल्यान्डमा मात्रै तपाईको सीमित हुन्छ के सिजनल खास गरी है र अब भन्दै गर्दा तपाईको चाहिँ यहाँबाट तपाईले कुनै वर्क परमिट झिकेर चाहिँ तपाई पोल्यान्ड स्पेन जर्मनी कतै जान सक्नु हुँदैन किन तपाईको सिजनल भिजा रहेको हुन्छ र त्यो पनि सीमित ग्रिसको मात्रै हुन्छ र वर्क परमिट भिजा हो भने चाहिँ सके समथिङ त्यहाँनिर पनि तपाईको अब मिल्छ वर्क परमिटमा चाहिँ तर सिजनल भिजामा चाहिँ मिल्दैन गाइस बाइ गाइस टेक केयर सी यू आवर नेक्स्ट ब्लग